हाम्रो चाहिँ क्लास सुरु हुन थाल्यो। एन्सी सचिन त बेबी उता छन्, पुरै खाइरहेछन्, पार्टी चल्दैछ। यता नवीन अनि हाम्रो चाहिँ अब 5 बजीसम्म क्लास हुन्छ है। बिहानदेखि पढ्दा थकी छौँ। साथसाथै यो सुन्दर मौसम पनि छ। अब समर सुरु भइसक्यो डेनमार्कमा चाहिँ। क्लक टावर पनि छ है, त्यता देख्न सक्छौँ। यो मेरो कलेजको क्लासको झ्यालबाट देखिएको सुन्दर दृश्य धेरै राम्रो छ। साथीहरू क्लास सकेर आधी जाँदैछन्, आधी आउँदैछन्। अनि त्यो झ्यालको चाहिँ एनसी अरू पब्जी पनि यहाँ बबाल चलिरहेको छ। पब्जी साथीले फेरि आएको हो नि त फेरि पब्जीमा। ब्लग गराउँथ्यो ब्लग यार मेरो कुनमा आउँछ कि मेरो फोटो तिमी त अहिले अपलोड हुन्छ सर। के भन्नु छ तिमी? हाम्रो यो 300 कति अरे 317 क्लास रुम हो हैन। हाम्रो बा त्यहाँ हुनुहुन्छ। बाला पनि अलिकति बाला जुम देखाउ एकदम बुढा हो। एकदम बबाल पढाउनुहुन्छ। बेस्ट टिचर सबैको बेस्ट यो मार्केटिङको मात्र लाग्छ मलाई। बेस्ट टिचर। अनि के भन्नु पर्दा हामी अहिले नेचुरलको 3rd फ्लोरमा छौँ। कलेजको बारे के भन्नु हुन, यो छोरी भाइरल भयो अनि फेरि कलेज त बेस्ट हो। फेरि कलेज बेस्ट भनेपछि त्यसको ठ्याक्कै अपोजिट बुझौँ। बेस्ट अब मिलाएर बुझौँ। अरू कुरा त्यस्तै हो हैन। समर लाग्दैछ कस्तो भाइ भएर काम हान्ने कामै पाइएन। पाउँछ होला साथी, खोज्नुपर्छ। सबको हालत त्यही छ। सबभन्दा धेरै जो काम हान्ने हाम्रो साथी छ। अब यता अर्को साथी के गर्दैछन् हेरौँ। मेरो साथीले त आज 7 दिनपछि बल्ल ल्यापटपको त पुरै कालो देख्छु त। हाम्रो सुशी सेव अर्को हाम्रो के अरे डिसवासर हैन, क्यान्टिन म्यानेजर। कति छ? उसले पनि फेरि पब्जी राम्रो खेल्छन् साथले। तर मान्छे गुड छ बियो। ब्याड भनेको यही रोहित मात्रै हो। हाल्देऊ पोस्ट। अब अरू यस्तै रमाइलो चल्दैछ। ब्रेकमा यस्तै हो। अब फेरि सुरु हुन्छ 2-3 दिनपछि ल। आजलाई यति भन्दै हैन, तर भन्न सकिदैन कलेजको बारेमा। अर्को नेक्स्ट पार्टमा नेक्स्ट पार्ट 2 मा सुरु गरौँ ल। अहिलेलाई चाहिँ यति नै क्लास पनि सुरु हुन लाग्यो है त। हस्त धन्यवाद। लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि फलो गर्नुहोस्। केही क्वेसन छ भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्, हामीहरू त्यसको उत्तर दिनेछौँ। यति भन्दै हस्त धन्यवाद। साक